व्यक्त गर्न चाहन्छु। संजोग भनौँ म बिहान काठमाडौँबाट हिँड्दाखेरि प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकजीको सचिवालयको प्रहरी न्याय महानिरीक्षक पदमा कार्यरत थिए। मनोकामना देवी दर्शन गरेर भरतपुर तालुक केन्द्रमा पासाको क्रममा आउने क्रममा आउँदा आउँदै मेरो सरुवा मध्य क्षेत्र प्रहरीको प्रहरी महानिरीक्षक पदमा भयो, प्रहरी न्याय महानिरीक्षक पदमा भयो भनेर यहाँ फ्याक्स मेसेज आयो। यो विधिको विडम्बना भनौँ कि संजोग भनौँ, त्यो सरकार मध्य क्षेत्रको डिआइजीमा भइसकेका थिए। त्यसकारण यही अवसरमा म नेपाल सरकार लगायत नेपाल प्रहरी संगठन प्रमुखज्यू प्रति म धेरै आभार व्यक्त गर्न चाहन्छु। अहिले भर्खरै 166 नम्बर टोलीका प्रशिक्षार्थी साथीहरूले फुर्तिलो जोसिलो कवाज जुन प्रदर्शन गरे, त्यो कवाजबाट म साह्रै प्रभावित भएँ। किनकि यो मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भनेको हाम्रो प्रहरी तालिम केन्द्रको एउटा मोडेलको रूपमा विकसित गराइएको तालिम केन्द्र हो। यो तालिम केन्द्रको प्रोडक्ट पक्कै पनि अरू तालिम केन्द्रभन्दा विशिष्ट हुनुपर्छ भन्ने हाम्रो मान्यता हो र त्यो मान्यता सही प्रमाणित भएको मैले अहिले देख्न पाएँ। यसको लागि म समाजसेवा लगायत सम्पूर्ण अधिकृत तथा गणहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु। धेरैजसो कुरा योभन्दा अगाडिका डिएसपी साहबले आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा डुज र डन्ट्स भनिसक्नु भएको छ। त्यसकारण म धेरै कुरा यहाँहरूलाई चाहिँ म अर्को उपदेश दिन म धेरै चाहन्न। अहिलेको एउटै कुरा, एक दुईवटा कुरा म के भन्न चाहन्छु भने अहिलेको परिवर्तित परिवेशमा हामी नेपाल प्रहरीका सम्पूर्ण सकल दर्जाका कर्मचारीले जनता नै सर्वोच्च हो, जनताको हामी सेवक हो, जनताको चाहना जनचाहना अनुसारको काम गर्नुपर्छ र जनतालाई सधैँ सम्मान गर्नुपर्छ र मानव अधिकारको रक्षा गर्नुपर्छ भन्ने कुरा चाहिँ तिमीहरूले अहिले जो जान लाग्छन् पास आउट भएर तिमीहरू लगायत यहाँ सम्पूर्ण जो उपस्थित प्रहरी अधिकृत कर्मचारी छन् सम्पूर्णले यो कुरा बिर्सन हुँदैन। अब जनता जनार्दन होइन, जनता मनपर्छ जनतालाई र जहिले पनि सेवक हौँ भन्ने भावना मनमा राखेर हामीले काम गर्नुपर्छ। अब रियाक्टिभ पुलिस होइन, प्रोएक्टिभ पुलिस भएर काम गर्नुपर्छ। समुदायमा गएर जनतासँग भिजेर उहाँको वार्तालाप गरेर हामीले काम गर्न अगाडि बढ्नुपर्छ। त्यसै गरी हामीले कहिले पनि यो गल्ती आउन दिनु हुँदैन। गल्तीमा घमण्ड हुन्छ, यो गल्ती फुकाएपछि घमण्ड हुँदैन, तर युनिफर्म लगाउने बित्तिकै अलिकति घमण्ड अलिकति सर्छ। त्यसमा पनि तपाईँहरू आज प्रशिक्षित गरेर जाँदै हुनुहुन्छ, त्यति घमण्ड आउन सक्छ, यो नगर्नु होला। र जहिले पनि आफूलाई त्यसलाई अक्षरशः पालन गर्नु होला। यसले तपाईँको भविष्य उज्जवल बनाउँछ र तपाईँको वृत्ति विकासमा पनि मद्दत पुग्दै जान्छ। यसकारण तपाईँहरूले आफ्नो कार्यक्षेत्रमा सधैँ नै इमान्दारिता, कर्तव्यनिष्ठता, सेवालाई सम्झेर काम गर्नुहोला। यसको साथै आगामी देशमा हुन गइरहेको संविधान सभाको निर्वाचनमा हामी सम्पूर्ण नेपाल प्रहरीका कर्मचारीहरू खटिँदैछौँ। सम्पूर्ण जिम्मेवारी चुनाव गराउने नेपाल प्रहरीको काममा आएको छ। किनकि अहिलेको पीस एक्ट अनुसार नेपाली सेना आउन पाउँदैन र हामी र सशस्त्र प्रहरीको संयुक्त प्रयास संविधान सभाको निर्वाचन सम्पन्न गराउनु पर्ने अनिवार्य हामी आइपुगेको छ। त्यसकारण पक्कै पनि यस तालिम केन्द्रले चुनावको सम्बन्धमा आफ्नो पाठ्य पुस्तकमा तपाईँहरूलाई शिक्षित बनाएर पठाएकै होला। तैपनि त्यो चुनावलाई पनि ध्यानमा राखेर जे कुरा यस तालिम केन्द्रले सिकाएको छ त्यसलाई चाहिँ अक्षरशः पालना गर्नु होला तपाईँहरूले। र तपाईँहरूको
11 महिना जुन अहिले तालिम गर्नुभयो तपाईँहरू, अहिले मैले प्रतिवेदनमा सुने 11 महिना जुन तपाईँहरूलाई तालिम गराइएको रहेछ। मलाई बडा दुःख लाग्यो, किनभने तपाईँहरूको समयावधि सामान्यतया 6 महिनाको हो रिक्रुटको। तर अब यहाँ विभिन्न बाध्यता, विभिन्न कारण, परिवेश मैले सुने डिएसपी साहबको चाहिँ प्रतिवेदनमा मेला पर्व जुन नाराको कारणले तालिम समयमा सम्पन्न गर्न सकिने भनेर यो बडा दुःखदायी हो। तालिम हामी अबका दिनहरूमा यो कुरालाई हामी विशेष मध्यनजर राख्छौँ र म यो मध्य क्षेत्र प्रहरी कार्यालयको प्रमुखको हैसियतले म तपाईँहरूलाई अब यहाँ अरू भएका अथवा तालिम गर्नेहरूलाई म यो के आश्वस्त बनाउन चाहन्छु भने विभिन्न समयमा तालिम चाहिँ बाटो चाहिँ बेसी भएर तपाईँहरू जानुहुन्छ, यसमा तपाईँहरू ढुक्क गरेर बस्नुहोस्। यसै गरी मलाई यो तालिम केन्द्रमा आउँदाखेरि अलिकति एक दुईवटा मेरो व्यक्तिगत कुरा पनि भन्नु जस्तो लाग्यो, माइन्ड नगरिदिनु होला। म यहाँ 2025 सालमा एनडिएस गर्न चितवन जिल्लामा आएको थिएँ, खैरेनीमा पढाउँथेँ, 1 वर्ष गरेँ। 39 सालमा नेपाल प्रहरीमा प्रवेश गरेँ, 41 सालमा इन्स्पेक्टरमा गएर जिल्ला प्रहरी कार्यालय बसेँ मैले 2 वर्ष जति। फेरि 46 सालको आन्दोलन सकिएको 4औं दिन 5औं दिन म फेरि जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुखको रूपमा काम गरेँ। पुनः 2052 सालमा फेरि यही प्रहरी तालिम केन्द्रको समादेशको रूपमा पनि काम गरेँ। फेरि पुनः 2057 सालमा यही तालिम केन्द्रको समादेशमा दोस्रो पटक सराय गएर आएर यहाँ काम गर्ने अवसर पाएँ। त्यसकारण मलाई तालिम केन्द्र देख्दाखेरि बडा आनन्द र आफ्नै जस्तो लाग्छ। र अब अहिले आएर फेरि आजको दिनमा फेरि भेटघाटमा कार्यरत थिएँ, आउँदा आउँदै फेरि यही मध्य क्षेत्रको डिआइडीमा पनि नियुक्ति भएँ। भनेपछि यो तालिम केन्द्र प्रत्यक्ष मेरै चाहिँ निर्देशन र चाहिँ मातहतमा रहेको भनेपछि मलाई साह्रै आनन्द लाग्यो आजको यो दिन। यो दिन म कहिले पनि बिर्सिन्न। मैले चितवन जिल्लासँग मेरो साह्रै भावनात्मक सम्बन्ध, साह्रै ठुलो सम्बन्ध छ। मैले पढाएँ, इन्सपेक्टर, डिएसपी, एसपी, अब हुँदाहुँदै क्षेत्रकै डिआइडी भनेपछि यो जिल्ला चाहिँ मेरो लागि साह्रै फलदायी शुभ नै जस्तो लाग्यो मलाई। त्यस कारण यो कुरा मेरो व्यक्तिगत कुरा यहाँले जाहेर गरेँ। अन्तमा आज विकसित भइजान लागेका सम्पूर्ण परीक्षार्थीहरूको उत्तरोत्तर प्रगति, समृद्धि र तिमीहरूको चाहिँ आगामी भविष्य उज्जवलमय होस्, हरेक क्षेत्रमा तिमीहरूलाई सफलता प्राप्त होस् भन्ने शुभकामनाका साथ यस तालिम केन्द्रका समावेशलाई सम्पूर्णलाई मलाई प्रमुख अतिथिको रूपमा बोलाएर यो सम्मान दिनुभएकामा पुनः एकपटक धन्यवाद दिँदै म आफ्नो यो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। जय नेपाल। यस दीक्षांत कार्यक्रमका प्रमुख अतिथि मध्य क्षेत्र प्रहरी कार्यालयका प्रमुख श्रद्धेय श्रीमान प्रहरी नायक महानिरीक्षकज्यू, माननीय जिल्ला न्यायाधीशज्यू, गणिमाईगणका गणपतिज्यू, विभिन्न राजनीतिक दल तथा नागरिक समाजका पदाधिकारीज्यूहरू, विभिन्न कार्यालयका कार्यालय प्रमुखज्यूहरू, समाजसेवी पत्रकार बन्धुहरू, अमर प्रहरी परिवार संघका पदाधिकारीज्यूहरू, भूतपूर्व प्रहरी, आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरू र आज दीक्षित भइजान लाग्नुभएका परीक्षार्थीका अभिभावकज्यूहरू र यस केन्द्रका सम्पूर्ण सिनियर जुनियर प्रहरी तथा जवानहरू, सर्वप्रथम आफ्नो योग्यता, कुशल कार्यदक्षता र ज्येष्ठताको आधारमा प्रभाव पदबाट प्रणाली पदमा बढ्वा हुनुभएकोमा श्रद्धेय श्रीमान प्रहरी नायक महानिरीक्षकज्यूमा मेरो व्यक्तिगत र यस प्रशिक्षण केन्द्रका सम्पूर्ण प्रशिक्षक र प्रशिक्षार्थीहरूको तर्फबाट हार्दिक बधाई टक्राउन चाहन्छु। साथै यस मध्य क्षेत्र प्रहरी प्रमुख भएर पाल्नु भएकोमा हार्दिक स्वागत तथा कार्यकालको सफलताको लागि कामना समेत गर्न चाहन्छु। यस प्रहरी जवान आधारभूत तालिम 166 समूहको दीक्षान्त समारोह भव्यताका साथ श्रद्धेय श्रीमान प्रहरी नायक महानिरीक्षकज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न गर्ने अवसर पाएकोमा यस केन्द्रले अत्यन्तै गौरवान्वित भएको महसुस गरेको छ।
श्रीमानको आजको अत्यन्त गहन र